यो चाहिँ लोकल अन्डा टिप्नुपर्ने। कति सानो सानो हो दाइ? बाह्र 13वटा रहेछ त। कति सानो नि? सानो हुन्छ। चल्ला नि सानै हुन्छ होला। सबै पानी दिए त यहाँ पानी रहेछ यसले बनाइदिइरहेको छ। यो चाहिँ नयाँ कुखुरा खोर बनाउने पानी खाने ठाउँ। अन्डा टिप्दै अन्डा टिप्नु आउनु बित्तिकै मान्छे देखेर हाँकिने रहेछ यिनीहरू त। घाँस हालेको सबै खा। ऊ यस्तो घाँस नि खान्छ नि यिनीहरूले। सबै हालिदिएको नि। म त 28 दिनमा आएर आइपुगेँ कि। पानी पऱ्यो क्या? 28 दिनमा आइपुगेँ आज म। यता अस्ति आउनु भएन? 28 दिन भयो नि। 3 हप्ता बढी भयो। यता चौपट बनाएर राख्छु कि खाने। यो घाँस त सबै खान्छ नि। ऊ यस्तो सबै दिन्छ त। यो सबै बाँधेर झुन्डाइदिनु दिनुपर्छ नि। अनि फेरि आउँछ नि। यो अन्डा चाहिँ लोकल भनेको यहाँनिर राख्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ यसलाई ओथरा दिएर चल्ला निकाल्नुपर्ने हुन्छ हामीहरूले चाहिँ। कोठा चाहिँ यस्तै छ है। आज चाहिँ भाउजूहरू सबैजना आउनुभएको छ क्या यता पूजा भएर। यहाँको पूजा थियो त्यही भएर सबैजना आउनुभएको छ। म चाहिँ आउनु बित्तिकै अन्डा टिप्ने काम चाहिँ पाएँ मैले। यसरी टक्क मिलाएर राख्नुपर्ने हुन्छ यसलाई चाहिँ। एक क्रेटमा एउटा ट्याक्कै पुगेन। पानी हाल्नु एकछिनमा 1 घण्टाको भित्रमा त्यो निकालेर पर्छ। मुखले पो खान्छ त। मुखभरि चाहिँ किन लगाएको होला? पहिला चाहिँ थोरै थियो अहिले चाहिँ यति धेरै भइसक्यो है। हान्दियो भने अहिले उत्तामा टाङ परेर कति क्युट के भयो? मेरो टिका त यता पो लाग्यो त। यहाँ यति धेरै भइसक्यो अहिले चाहिँ। यता पनि छ। उजा भनेको उजा न उजा। यता चाहिँ खाना पाक्दैछ। भाउजू हेर्नु भन्नु विकास दाईको मिसेस भाउजू। यता चाहिँ हाम्रो बुद्ध दाईको के भन्छ मिसेस भाउजू होइन, ठुलो भाउजू। सबैजनालाई खाना बनाउँदै बिजी हुनुहुन्छ भाउजूहरू बिहानदेखि। अर्ग्यानिक खाना दाउरामा पकाएर पुरै। पहिला पनि दाउरामा पकाउनु हुन्थ्यो? ए अब म यसो गर्छु त्यो मार निकाल्नु पर्छ। चुलो नमिलेर नि भाउजू यहाँनिर चुलो पक्न लगाएपछि अनि त्यो मार निकाल्ने। मैले त उ त्यो भुसे चुलोमा बनाउँछु पहिला धेरै पहिला गरेको छैन। पहिलोपल्टि यो ग्यासै हो। पहिला म सानो हुँदा घरमा भनेको नि मैले। ए उ त्यस्तो चुलोमा चाहिँ मैले उहाँ बनाएको थिएँ क्या। अनि एक पोहोरको वर्ष मकै खाना
म बनाइदिन्छु है सबैजनाले हेलो हेलो भनिदिनु त यता ठुल्दै यता राजीव दाई यता उता अर्को दाई मैले चिनिनँ है दाईलाई फर्स्टचोटि देखेको ए सुनिल दाई विकास दाई यता ठुल दाई काका अनि त्यो कुकुर त मिलिजुली भयो मिलिजुली मिलिजुली ओहो खतरा छ नि मिलेर जुली अनि आज चाहिँ यहाँनिर यो फार्म स्थापना गरेको चाहिँ 1 वर्ष पुगेको थियो अनि सबैजना अनि सबैजना भाउजूहरू दाइहरू पनि आएको छ आज चाहिँ यहाँ चाहिँ खाना चाहिँ खाएको छैन चाहिँ बाँकी छ अनि पूजाहरू पनि सुरु गरेर पूजाहरू गरेको थियो त्यही भएर चाहिँ सबैजना जम्मा भएको आज 1 वर्षको केरा फले चाहिँ यहाँनिर नास्पाती कहाँ हो मैले देखाएको थिएँ त्यहाँनिर कताको डल्लो एउटा मात्रै डल्लो चाहिँ देखेको थिएँ त्यहाँ यो सबै बाटो थिएन नि विकास के अरे ऊ दाइले बनाउनु पुष्प दाइले बनाउनु पहिला थिएन नि नास्पाती त अलिअलि मात्रै छ अनि पोहोर त किरा लाग्यो भन्दै थियो यो नास्पाती त खान पाएन त्यो ठुलो भएपछि झरेको त्यतिकै केरा चाहिँ फले रहेछ उतापट्टि एक उयो नास्पाती भयो यो सबै यो चाबी पो लगाएको रहेछ अनि अघि यहीँबाट अन्डा टिपेर लगेको ऊ त्यहाँभित्रबाट यता चाहिँ मकैबारी ए दाइहरूले पुरा लगाइसक्नु भयो ल हेर्नु यहाँ भाउजू ए फेरि अन्डा पार्नु बसेछ नि ऊ त्यहाँ लड्नु होला नि त भाउजूहरू चाहिँ यहाँनिर फार्म हेर्न आउनु भएको तल नयाँ बनाएको थियो अन्डा चाहिँ उता पारेको थियो कि अघि त्यो कुनामा छ नि उता फसिरहेको क्या अन्डा पारे आउनेलाई ऊ तलको ऊ त्यो ढुङ्गा भएको छ नि त्यहाँ बस्छ कस्तो बुझेको त्यहाँ पार्ने भनेर थाहा पाएको हो त्यो ढुङ्गामा बस्छ अनि अघि नै त्यहीँबाट टिपेर लगेको विकास दाइ र म आएर ठिक छ नि है यिनीहरूलाई बस्न खेल्नलाई हेर्नु नि थलो हावा पनि ठ्याक्कै मिलेको हुन्छ झिसो चुहाउँछ नि खनमुन्टा घाट माथिबाट देखेन है अनि पहिला झन् कति धेरै थियो तपाईँहरू आउनु भएन होला त्यो त सुरुमा हामी एकचोटि आयो हामी त कति आइरहेको हुन्छ यहाँ 2 महिना 3 महिनामा एकचोटि 2-3 महिनामा एकचोटि चाहिँ पुगेकै हुन्छ मल राख्नलाई बनाएको होला यो हो नि बाक्लो भयो नि ऊ परसम्म हेर्नु न कति अस्ति नै आउँदा थिएन यता चाहिँ फर्सीको मुन्टाहरू छ यता डल्ले खोर्सानी भइहाल्यो यो सबै डल्ले खोर्सानी पोहोरकै होला यो बोट त पोहोरै थियो यो बोटहरू त यता चाहिँ सबै मकै लगाइसक्नु भयो ऊ त्यहाँनिर भर्याङ छ यताबाट जाने कि उताबाट जाने हिँड्नु ऊ त्यहाँ खुड्किलो आउनु है भाउजू यहाँ डिलबाट हिँड्यो नि तलतिर पुग्ला म त पल्टिँदै सिमी ल हेर्नु सिमी फलिसके हेर्नु न यहाँ सिमी फलेको है ल हेर्नु न टन्नै ऊ यस्तो हेर्नु न सबै सिमीहरू फलिसक्यो अहिले त सिमी बोडीको सिजन कहिले हो बोडीको सिजन यही हो बोडी घिरौला या त अब घिरौला रोपेको छ उयो बोट के हो काँक्राको काँक्रा हो कि घिरौला काँक्रो होला खुसी अस्ति न त कस्तो उराट लाग्दो भएको थियो अहिले चाहिँ पुरै मकैहरू भएर अस्ति न घाँसै थिएन क्या यो बोटहरू थियो नि सबै काटिदिनु भएको थियो दाइहरूले अब अनि त्यस पछाडि थिएन क्या यो
हरियाली नै थिएन पाखा बाटो मात्रै थियो अहिले त पुरै खान्छ त्यो कुखुराले नि खान्छ आउँदैन हिँड्नु भाउजू पानी परे बेला मात्रै हो आउने पानी परे छैन क्या अहिले हिँड्नु भनेको त्यो काम ताप्न आउँछ अहिले त हिँड भाइ मलाई सर्प र जुगादेखि चाहिँ डर लाग्छ हौ लास्टै डर लाग्छ एकदमै काँक्राको बोट हो कि के हो म त चिन्नै सकेन सर्प आयो भने यहाँनिर अहिले त बेसी निस्किन्छ नि जुगा सर्पहरू त यहाँ आउँदैन पोहोर पनि थियो नि खुर्सानी तर यति धेरै चाहिँ लगाएको थिएन यो चाहिँ पिँडालु कर्कलो भयो त्यो खोर्सानीहरू पुरै अहिले चाहिँ हरियाली भएर अलिक रमाइलो देखेको अस्ति न त बिरक्तै लाग्दो थियो हौ अस्ति न 2 महिना 3 महिना अगाडि ग्रीष्म ऋतुमा यस्तो भयो कि गर्दै गयो उनीहरूलाई आइडिया हो काम गर्दै होइन त्यतिखेर मकै लाउने सिजन थियो क्या भाउजू अनि यस्तो माटो मात्रै भयो नि त नि घाँस उम्रिँदैन त्यतिखेर पानी नै परेको हुँदैन अहिले त पानी पर्छ सुक्खा मौसम यस्तोमा त केही पनि थिएन क्या यहाँ त यो घाँसै थिएन हरियो थिएन भने माटो मात्रै क्या होली पूर्णिमाको अगाडि आएको थिएन हामी छैन त्यो पनि छैन होलीभन्दा पछाडि आएको थियो हामी चाहिँ त्यसपछि आएको थिएन फेरि आज आएको लु जाउँ माथि अनि उतातिर जाउँ पहिला यो बाटो थिएन बनाएको दाइले कुखुरा तर्सेर भाग्ला अहिले खोरबाट निस्केर उतातिर पनि जाने कि भाउजू त्यहाँ फलफुलहरू लगाएको छ त्यो आबोका यो अम्बाको बोट भयो यिनीहरू चाहिँ ए अम्बाको लेसेको उता पनि छ अम्बाहरू के फुल त आइसक्यो आउनु यो चाहिँ निबुवाको हो कि के को बोट हो निबुवा कि बिमिरा हो एभोकाडो होला यिनीहरू खोइ के हो फर्सी छ यो पोरे लगाएको नि सुरुमै अहिले चाहिँ बारी यस्तो राम्रो बनाउनु भएको रहेछ दाइहरूले हिँड्ने बाटो यो बोट हेर्नु न कस्तो राम्रो भएको छ झाँगेर कागती अनि त्यस पछाडि त्यो भगटेहरू छ नि भगटे अनि अम्बाहरू सबै छ यो चाहिँ के को बोट हो थाहा भएन यो तेजपात होइन त्यो लप्सीको रुख जस्तो नि छ बगाइनु हो कि लप्सीको रुख कडी पत्ता थाहा भएन मलाई त्यो चाहिँ केराको बोट भयो यिनीहरू ठुल्ठुलो भइसक्यो अहिले त बिरुवाहरू यहाँनिर खासमा म चाहिँ किन लिएर आएको भने भाउजूहरूलाई पोहोर मैले यहाँ ऐसेर खाएको थिएँ कि त्यही भएर झुकाएर लिएर आएको आमा यहाँ त झारी नै झारी रहेछ खासमा म यहाँ ऐसेले हेर्न आएको हो क्या ऐसेले झारी छ कि छैन भनेर ऐसेले हेर्न आएको भाउजू म त ऐसेले त्यो बोट त यहाँ त बोटै छैन बोट चाहिँ छ तर फलेकै छैन त्यो बोट मात्रै ख्याङराङ्गै छ यसरी हिँड्नुपर्छ यहाँ सर्प हुन्छ कि डर लाग्छ त्यसका बाजी डरै लाग्छ ऐसेलु नै छैन अनि पिँडालु रहेछ अलिअलि यहाँ त केही फल्दैन जस्तो लाग्छ लगायो भने त फल्छ नि भाउजू बिहान उताबाट घाम पर्छ बेलुका यताबाट अस्ताउने भएपछि त घामै लागेन भने मात्रै हो क्या नपर्ने नफल्ने भनेको यहाँ काँक्रोहरू लगाइदिनु भयो मकै त्यस्तो हुन्छ मकैहरू भटमास
काँक्राहरू लाउनलाई पानी चाहिने होला अनि तल त पानी फाल्न सजिलो भयो अनि यहाँ फेरि पानी लाउनलाई गाह्रो भयो नि त पानी नभएको ठाउँमा मकै फटमा खासमा म ऐसेले हेर्न आएको त्यहाँनिर छैन झाङ मात्रै छ कुन महिनामा ऐसेलु हुने त यही महिनामा हो काफल ऐसेलुहरू त काफल त अस्ति बजारमा आइसक्यो के रोपेछ होला है अम्बाको फुल खेल्दैछ पोहोर त अम्बा मैले मङ्सिरसम्म खाएको थिएँ नि यहाँ 2 दिन फुलेछ क्या त्यहाँ 2-3 दाना भेटाएको थिएँ मैले ए मैले त धेरै नासपाती खाएँ वर्षाल त अम्बा चाहिँ खाएँ मैले नासपाती उहाँ माथिबाट जाने कि उता हेर्नु उता भर्याङ भर्याङ न दुसरा भर्याङ बनाएर रहेछ वनसिङ होला फर्सीको मुन्टा अनि यहाँ सिमीहरू के होला फर्सीहरू त टाटा आहा गे बाला चाहिँ साँझे छ त ल र म गे बाला चकचक लब्दी मन पान्छ ल र बनाउने होला 12 दिन तलाई मस्का जोस दाइले ठाउँमा भर्याङ चाहिँ बनाइदिनु भएको के छ यहाँनिर नि एभोकाडोहरू के लगाएको थियो ऐसेले खान पाएन हौ यसपालि मैले अनि त्यही त नि ऐसेले छ कि भने हेरौँ भनेको ऐसेले त छैन रहेछ सबै रोपे यहाँ छैन तर ऐसेलु जङ्गलको घारी पुरै केही पनि छैन ऐसेलु सिधै छ झाङ मात्रै छ म आउन ढिलो भएको ऐसेलु नै नउम्रेको भाउजूहरूलाई झुक्काएर यसो घुमाइदिउँ भनेको आफै घुमियो पो यता चाहिँ खोइ के रोप्नु भएको छ यहाँ उम्रिन्छ उम्रेको तर मैले बोटै चिन्न सकिनँ यस्तो यस्तो बिरुवा छ क्या तर के को बोट हो थाहा भएन त्यो दाइहरू तास खेलिरहनु भएको छ आज चाहिँ ठ्याक्क 1 वर्ष पुगेको थियो यो फार्म हाउसमा अनि 1 वर्ष पुगेर चाहिँ अनि कुखुराहरू पूजा गरेर काट्नु भएको थियो क्या त्यही भएर सबैजना जम्मा भएको आज चाहिँ अनि पकाउने पकाए खाने खाएको खाइ रमाइलो गर्ने रमाइलो गरेको गरे सबैजना आफ्नो दुनियाँमा भाउजू हामीहरू चाहिँ अनि यसो बारी डुल्दिउँ न त भनेर हिँडेको खासमा यता त पुरै गाडी नै गाडी छ फेरि डाँडा पारिपट्टि डाँडा डिस्कोहरू सबै प्लटिङ गरेर प्लटिङ गर्नको लागि त होला नि त्यो सबै माटो निकालेको सब निकाल्यो नि पहिरो पनि किन नजाओस् त यस्तो भएपछि होइन यहाँ चाहिँ कटेज बनायो भने चाहिँ दाइहरूको फार्ममा चाहिँ अब पछि कुखुराहरू रक्सीहरू खानलाई मान्छेहरू आयो भने कस्टमर सजिलो हुन्छ चना नखाने पार्टी पुरै खाँदैन भाउजू म के को बोटी हो सुन्न उसबाट हाल्नु न नम्बरबाट दाइहरूको पार्टी यता हाम्रो पार्टी उता हामी यता यता दाइहरू खेल्नेछ जाउँ भाउजू हामी 4 जना त लखा डुलेको तलबाट माथिबाट तल डुलेको डुले त्यो घर यहाँ राखेको चाहिँ साह्रै छिटो पुग्छ मलाई त पहिला टोयलेट चिप्लो थियो नि बाटो पहिला आउँदाखेरि जानै नसक्ने मटो चिप्लो थियो नि अनि यो त पछि दाइहरूले बनाउनु भयो
त्यहाँ टोइलेटमा टाइल हाल्नु भ्या छैन यहाँ टोइलेट हजुर अस्ति नि यहाँ बाघ आएको थियो अरे अनि त्यही भएर टोइलेट माथि गर्नुभयो धराउनु पर्छ एकजना फार्मको होल टुर गराइदिएँ मैले आज तल बारीबाट पुरै ओ सानो मान्छे ओ मचा किन रिसाउनु भएको दाईहरूको पूजा चाहिँ यस्तो यहाँ पूजा गरेर भाले काट्नु भएको थियो आज सबैजना जम्का भेट्छ अनि पहिला कतिवटा थियो कतिवटा हाल्यो थियो पहिला 3टा अर्को बाख्रा पनि थियो नि कालो बाख्रा अनि बोका थियो छुट्टै 3टा बोका त बेच्यो भन न बेचेर पनि यति एक बगाल भइसक्यो अबको 1 वर्षमा चाहिँ एउटा गोठ डल्लै हुन्छ होला है एउटा गोठ डल्लै हुन्छ होला यो चाहिँ कस्तो भने दाईहरूको जागिर रिटायर हुन्छ नि त रिटायर भइसकेपछि घर बसिरहनु भन्दा केही गरौँ माइन्ड फ्रेस हुन्छ भन्ने हिसाबले फार्म चाहिँ खोलेको होइन त्यही भएर खासै उयो चाहिँ होइन कमाउने यताउता भन्ने चाहिँ होइन यो माइन्ड दिमागहरू घर बस्दा अलिकति ह्याङ जस्तो हुन्छ नि त त्यही भएर फ्रेस हुनुको चाहिँ खोलेको शनिबार यसो साथीभाइ सबैजना गेट टुगेदर जम्मा हुन्छ भेटघाट हुन्छ रमाइलो हुन्छ भनेर त्यही भएर चाहिँ खोलेको सबैजना आज त पिकनिक जतिकै भएको चाहिँ सबैजना भएर आज फार्मको फार्म हाउसको 1 वर्षको एनिभर्सरी ट्याक्कै 1 वर्ष पुग्यो हरियो खुर्सानीहरू चाहिँ कस्तो राम्रो भएको छ हरियो खुर्सानी अनि उता पर चिटी भेन्टीहरू लड्ला नि पहिला हामी नि यसरी खेल्थ्यौँ हौ गाउँमा बाख्रीले के खायो भनेको गाउँमा नाम्लो झुन्डाउँथ्यौँ कि यस्तोमा डोकोमा बोक्ने नाम्लो झुन्डाएर खेल्ने के यस्तै गरेर एकछिन टाइम पास हो खेल्नु पनि पर्छ यो कसलाई भाउजू माथि पुऱ्याउने कि यता चाहिँ सबैजना खाना कोही चाहिँ जाना सर 600 जित्दै कोही जाना सर 400 यसमै हालिदिउँ अचार साइडमा भातमाथि कि यता हालिदिउँ भातमाथि है अनि त्यो म त्यो झोल तरकारी चाहिँ मुनि हालिदिने कि खानाको माथि हाल्नु झोललाई होइन साइडमा हाल्नुपर्छ भातमाथि हाल्नु हुँदैन कसैलाई मन पर्दैन एउटै हुँदैन होइन कसैलाई मन पर्दैन झिङ्गा भन्किन्छ क्या लिइहाल्नुपर्छ खाना अङ्कललाई मन पर्दैन होइन अचारहरू अचार त छेउमा हुनुपर्छ यहाँ सुन अचार छ नि यो तरकारी भयो नि अचार यहाँ हाल्नुपर्छ यहाँ मुसेर खाने कि दाहिनेपट्टि ल त लिइहाल्नु ल ओसानमै खाना झिङ्गा आउँछ झिङ्गाले यहाँ दुःख दिइसक्छ ल पनि बोझ ल खान त छुटफुट भयो थपिहाल्छु नि मलाई अब थाउने नि खाना त्यत्रो छ त भाइ पहिला सिधा ल यो चाहिँ नि हेर कापी बोकेर बसेछ खाना लिन आउनु है सबैजना चिकन किला नै यहाँ हदी सदी जम्मै जे भागो पर्छ छको चाहिँ बिल खाएन भने उसले खान्छ खोइ त नि चार्जर छैन त साइन ए साइन थाल पुगेन थाल त यहाँ पनि छ त्यहाँ प्लेट छ कतिजना मान्छे दुईटा खायो अहिले खाना ल यो पकाउनु दाइ अब कतिजना ए दाइ अलि अझ एकजना बहिनी ल यो पनि पखाला पाँचजना जस्तो लाग्यो ल यो पनि पखाला ओ राजु खै मम्मीलाई
राजी कहाँ भयो भाइ छ नि आमा पनि के हो र? पात के भयो तिमीलाई मन पर्छ कि पर्दैन चकलेट ल मैले अनि यो त दुईटा खल्टीमा राख्ने ल त्यो खाऊ छिटो म राख्दिन्छु सुन्तली चकलेट खाऊ छिटो सुन्तली चकलेट त्यो छिटो म टिप्पसमा हालिदिन्छु ल पहिला 1 रुपैयाँको 4वटा आउँथ्यो त्यो हात आफैले खाने तिम्रो पस खोइ पकेट अर्को खोइ सानसानो कुखुराहरू छ यता चाहिँ यहाँ छ है त्यो उफ्रिन्छ नसिकाउन पछि हान्देला नि फेरि त्यो दाना दिने बेलामा ल टन्क्यो तिमीलाई दिनै चाहिने भएर है अब खाना पाक्यो अघि कराईमा त गाह्रो भयो भइसक्यो त्यो अघि खरानी धोले भिज्ने उठ्नु पर्छ र अलिक भिज्ने उठ्नु जानु हो भोलि निस्केको उसले किताब लेखेको ल फोटो छ आइजा बनिने रहेछ आइजा ए